केही यस्ता घटना परिघटना र दृश्यहरू छन् त्यो दृश्यहरूलाई वास्तवमा धेरै आम नेपाली जनताका साथ लैजान पाए हुन्थ्यो भनेर एउटा बिगुल नाम दिएर एउटा हामीले कन्सेप्ट सोचिरहेका थियौँ र त्यो कन्सेप्टलाई आज फिल्मको रूपमा उतार्नको लागि सहयोग गर्नुहुने यहाँहरू सम्पूर्णप्रति निर्माता निर्देशक कलाकार लगायत सम्पूर्ण टिमप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। वास्तवमा यो कथामा समेटेको विषयवस्तु कि आज हामी चारैतिर हरेक क्षेत्रमा एउटा नकारात्मक मात्रै कुरा गर्छौँ, नकारात्मक सन्देश गइरहेको छ कि अझ विशेष गरी युवाहरूमा पलायन हुने विदेश पलायन हुने बढिरहेको छ र यसलाई हामी नेगेटिभ भाष्यको रूपमा लिइरहेका छौँ र समाजमा हरेक पोजिटिभ कुराहरूलाई हामी त्यति ध्यान नदिने तर नकारात्मक कुराहरूलाई अलिक बढी प्रचार रूपमा ल्याउने यो अवस्थामा यी घटनाहरूलाई सूक्ष्म रूपले केलाउँदै र यसलाई हामी कसरी परिवर्तन गर्न सक्छौँ कि युवाहरूले वास्तव समाज रूपान्तरणको लागि आफू परिवर्तनको लागि कहाँबाट सुरु गर्नुपर्छ। त्यसैले समाज रूपान्तरणको लागि पहिला परिवर्तनको ठाउँ भनेको आफू व्यक्ति हो, पर्सन हो। आफू परिवर्तन हुँदै र परिवारलाई परिवर्तन गर्दै समृद्ध समाज निर्माणको लागि आफैबाट सुरु गर्नुपर्छ भनेर एउटा चेतनामूलक यो सामाजिक चलचित्र लिएर आएका छौँ। यसमा हाम्रो अगुवाहरूले जसले नेतृत्व गर्नुभएको छ हरेक क्षेत्रमा, चाहे सामाजिक क्षेत्र, चाहे आर्थिक क्षेत्र, चाहे राजनीतिक क्षेत्र, जुन क्षेत्रमा जसले अगुवाई गर्नुभएको छ त्यहाँबाट अलिकति कमी कमजोरी भयो भने त्यसको प्रभाव समाजलाई कस्तो पर्छ, त्यसको प्रभाव आम नेपाली जनतालाई कस्तो पर्छ भन्ने कुराहरूलाई हामीले विस्तृत रूपमा देखाएका छौँ र सँगसँगै यस्तो समाधान पनि यसरी हुनसक्छ भने समाधानसहित आएका छौँ। अन्तिममा यसको एउटै उद्देश्य छ, समृद्ध समाज निर्माणको लागि आम नेपालीले हामीले कहाँबाट के आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्ने खालको यो विषयवस्तु लिएर आएका छौँ। यो विषयवस्तुलाई आज यहाँहरूले जो एउटा चलचित्र रूपमा लैजानको लागि मैले परिकल्पना गरेको एउटा कथालाई मूर्त रूप दिनुभएको छ। म पुनः फेरि यहाँहरूलाई हार्दिक धन्यवाद दिँदै म आज आउनुहुने हाम्रा सम्पूर्ण अतिथि पाहुनाहरू र सम्पूर्ण महानुभावहरूलाई पुनः फेरि धन्यवाद दिँदै वास्तव यो क्षेत्रमा म त्यति भिजेको छैन तर पनि यो क्षेत्रप्रति मेरो धेरै चाख छ र रुचि छ। मैले करिब 25-30 वर्ष अगाडि पनि मैले 2-4 टेलिसिरियल बनाएका थियौँ। अहिले नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र हामी मिलेर एउटा युग अन्त्यपछिको प्रारम्भ डकु ड्रामा एउटा सर्ट मुभी पनि हामी पहिला बनाएका थियौँ। यो क्षेत्रमा धेरै नभिजे तापनि रुचि भएको कारणले गर्दा केही अनुभव फुटालेको छु र यही मेरो अनुभवहरूलाई विशेष गरी हाम्रो डाइरेक्टर रमेश कोइरालाजीले यसलाई फिल्ममा उतार्नको लागि धेरै अहरात्र खटेर मेहनत गर्नुभएको छ। उहाँको सम्पूर्ण टिम लगायत र विशेष गरी मेरो अग्रज दाजुहरू निर शाह, रमेश बुढाथोकी र कलाकार बेनिसा अवाल, नरेनजी, गीताजी लगायत सम्पूर्ण कलाकारहरू र टेक्निकलमा हाम्रो शिव ढकाल लगायत सम्पूर्ण टेक्निसियन साथीहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्दै आजको यो शुभमुहूर्त कार्यक्रम यहीँ समापन भएको जानकारी गर्छु, घोषणा गर्छु। धन्यवाद, नमस्कार।